हेलो साथीहरू, गुड मर्निङ। सेवाहरू भन्दै आज चाहिँ म हस्पिटलदेखि स्टार्ट गर्दैछु मेरो ब्लग। म चाहिँ उठेर यतिखेर मेरो छोरा भनौँ न बिमारी भएको 3-4 दिन भइसक्यो हस्पिटल लिएर आएको। उसलाई फ्रेस बनाउनलाई भिडियो गर्नु पर्यो भनेर भिडियो गरेँ, तर आज त धेरै पनि खुसी भएर सुत्दै उठ्दै गर्दै म चाहिँ फ्रेस हुनु पर्यो भनेर बाहिर निस्केँ। अब यसो ब्रसहरू गर्नु पर्यो, मुख धुनु पर्यो भनेर यस्तो बोरिङ भएको थियो हस्पिटल बस्दा बस्दा। अनि म चाहिँ अब फ्रेस हुनु पर्यो भनेर अब चाहिँ म टुथब्रस गर्न गइरहेको छु साथीहरू। अनि अब ब्रसहरू गर्नु पर्यो, यताउति धेरै बिमारीहरू अहिले चाहिँ प्रायः सबैजनालाई ज्वरो आउने, भमिटिङ हुने, डाइरिया चल्ने उयो दिशा नै रहेछ। सबैजना बिमारी हुनुहुन्छ, ठुलोदेखि लिएर बुढाबुढीसम्म सबैजना बिमारी हुनुहुन्छ हस्पिटलभरि। त्यस्तैहरू मात्रै बिमारीहरू हुनुहुन्छ। अनि मेरो पनि बाबुलाई त्यस्तै भएर नै ल्याएको थियौँ नि त। अनि हामी चाहिँ बाबु ल्याएको पनि 3-4 दिन भइसकिसक्यो। अल्छी लाग्छ, हस्पिटलमा बस्यो, यताउति डुल्यो, यता औषधि ल्यायो, उता के भन्नु, उता यो गऱ्यो भन्दैमा दिनहरू मेरो त्यसरी नै बित्दैछ साथीहरू। अनि धन्नै बाबु चाहिँ धेरै ज्ञानी छ क्या, अब जस्तै भनेकोहरू मान्ने, यताउति सबै कुराहरू सुन्ने, धेरै बुझ्ने छ क्या। हुनु त उसको एज भर्खर 6-7 इयर्स मात्रै हुँदैछ बाबु, तर पनि धेरै बुझ्छ, उसले भनेकोहरू मान्छ। अब धेरै ज्ञानी छ सोचेको भन्दा पनि। अनि मैले चाहिँ यो मामा अर्थको फेस वास सनस्क्रिमहरू लगाएको झन्डै 1 महिना हुन लाग्यो होला। यसले चाहिँ धेरै राम्रो काम गर्ने रहेछ, अहिले धेरै चलि पनि रहेको छ। मलाई चाहिँ कम्फर्टेबल लाग्छ भनौँ न, मलाई चाहिँ फापिरहेछ, राम्रो भइरहेछ भन्दै अब म चाहिँ हस्पिटलतिर लाग्नुपर्ने हुन्छ। भित्र केही गर्दैछ होला, बाबुहरूलाई छोडिराखेर निस्केको थिएँ म चाहिँ एकछिन। अब म चाहिँ भित्रतिर जान्छु। अनि सट्ट गएको जाँदाखेरि त मामु छोरा पुरा फोन हेर्दै रहेछ। अनि म चाहिँ आज खाजा खान आएँ दाजु दिदीहरूकोमा भन्दै आजको लागि मेरो मिनी ब्लग यति नै।